नमस्ते। आज म एउटा फेरि भिन्न प्रकारको कन्टेन्ट लिएर आएको छु। तपाईले चाहिँ यो समाचार रिसेन्टली स्पेसली युएसको समाचार हेर्दै हुनुहुन्छ भने केही दिन यता चाहिँ अमेरिकामा लगभग 5 लाख लाटोकोसेरो मारिँदैछ भन्ने कुरा सुन्नुभएको होला। एकदम सुन्दा कस्तो अचम्मको कुरा जस्तो लाग्छ, कति कुरा त फेक हो पनि जस्तो लाग्छ है। आजकल त धेरै यो फेक कुराहरू फैलिएको छ, तर यो कुरा साँच्चीकै हो। अमेरिकाको अझ यो पश्चिमी भेगमा चाहिँ 5 लाखवटा लाटोकोसेरो मारिँदैछ। अचम्मै लाग्दो कुरा हो, सुन्दा पनि किन होला जस्तो लाग्छ। तर यसको पछाडिको ब्याकग्राउन्ड रिजन चाहिँ के छ भन्नुहुन्छ भने अमेरिकामा उस्तै उस्तै परिवारको अथवा एकदम क्लोजली रिलेटेड भनेर भनौँ चराहरूको संसारमा कजन स्पिसिस अथवा भाइ परिवार भनेर भन्न सकिन्छ। त्यस्तो प्रकारको चाहिँ एउटा बर्ड आउल भन्ने पाइन्छ, जुन यहाँ मैले फोटो हालिदिएको छु। यो मैले खिचेको फोटो हो म बस्ने ठाउँमा होइन। यो चाहिँ धेरै जस्तो अमेरिकाको पूर्वी क्षेत्रमा पाइने चरा हो र त्यस्तै चाहिँ पश्चिम क्षेत्रमा मात्र पाइने चाहिँ एउटा स्पटेड आउल भन्ने हुन्छ अथवा स्पटेड लाटोकोसेरो। त्यो चाहिँ पश्चिममा मात्र पाइन्थ्यो र ऊ त्यो हेबिट्याटमा अथवा चाहिँ त्यो वासस्थानमा एकदम मिलेर बसेको जनावर थियो। तर के भइदियो भन्नुहुन्छ भने त्यहाँ चाहिँ नि अब पश्चिममा त जस्तो क्यालिफोर्निया, ओरिगन, वासिङटन भनेको धेरै मान्छे बस्ने ठाउँ। धेरै मान्छे बस्ने भइसकेपछि के भयो त, त्यहाँ चाहिँ जङ्गलहरू काटियो, जङ्गलहरू मासियो। ऊ चाहिँ एकदम म्याच्योर अथवा चाहिँ एकदम धेरै वर्षसम्म मजाले फलेको रुखहरू अथवा एकदम ग्रो गरेको रुखहरूमा बस्ने। अनि त्यो रुखहरू काटिसकेपछि उसले चाहिँ आफ्नो नेस्टिङ हेबिटेट आफै गुमाएर गयो, आफ्नो वासस्थान गुमाउँदै गयो। त्यो गुमाएपछि आफै नै एउटा प्रकारले चाहिँ नि प्रेसरमा परेर ब्रिडिङ गर्नु नसकिरहेको अवस्था थियो। तर के भइदियो भन्नुहुन्छ नि, यो जुन बर्ड आउल थियो जुन पूर्वी क्षेत्रमा पाउने, त्यो चाहिँ एकदम प्रफुल्लित मात्रामा पाइने र ऊ चाहिँ एकदम के भन्छ भने बलियो स्पिसिस थियो भनेर भनौँ। जुन चाहिँ डार्विनियम थ्योरीमा जाँदाखेरि बलियो स्ट्रङ स्पिसिस थियो। उसले बिस्तारै त्यो वेस्टतिर मुभ हुँदै गयो। वेस्टतिर मुभ हुँदै जाँदाखेरि चाहिँ कस्तो भयो नि, यो बर्ड आउल ठुलोपन छ साइजमा स्पटेड आउल भन्दा। र ऊ त्यो क्षेत्रमा पश्चिममा पुगिसकेपछि के भयो भने बर्ड आउलले धेरै जनावर पनि खान थाल्यो र त्यस्तै पर्यो भने स्पटेड आवललाई पनि मार्न थाल्यो। त मारिसकेपछि के हो भने उसको जनसङ्ख्या घट्न थाल्यो र यो एउटा चाहिँ घट्दै गइरहेको जनसङ्ख्या भएको लाटोकोसेरोलाई बचाउनलाई बर्ड आउललाई चाहिँ मार्ने भन्ने कुरा निस्क्यो। र यो कुराले चाहिँ एकदमै धेरै कन्ट्रोभर्सी क्रिएट गरिरहेछ अहिले। कलिङ भनिन्छ यसलाई। कलिङ भन्ने चिज चाहिँ कस्तो हुन्छ भने एउटा संरक्षणको क्षेत्रमा चाहिँ कुनै जनावर आफ्नो क्यारिङ क्यापासिटी अथवा आफू पाउने क्षेत्रमा धेरै नम्बरमा भयो, धेरै जनसङ्ख्या भयो भने उसलाई मारेर पनि नियन्त्रित गर्नुपर्ने हुनसक्ने अवस्था हुनसक्छ। तर यहाँ चाहिँ कस्तो भइदियो भन्नुहुन्छ भने दुइटै यहाँ पाउने स्थानीय जनावरहरू हुन्। धेरै जस्तो चाहिँ यो केस कस्तोमा हुन्छ भने बाहिरबाट आएको एक्जोटिक स्पिसिस अथवा इन्भेजिभ स्पिसिस भनिन्छ। इन्भेजिभ स्पिसिस कन्ट्रोल गर्नलाई चाहिँ यो हुन्छ। तर यो केसमा के भइदियो भने नेटिभ इन्भेजिभ स्पिसिस भइदियो। यही देशमा पाउने तर ऊ चाहिँ नि एकदम अति